हेलो व्हाट्सअप गाइज। अब हामी चाहिँ आज आइजन होटेल भन्ने सिटी जाँदैछौँ, सिटी टाउन वरेभर। अनि त्यहाँ चाहिँ लोकली प्रड्युस वाइन टेस्ट गर्न जाने हो। अनि अब बाटोमा कस्तो के हुन्छ, मेरो साथीहरू नि छन्, म सब देखाउँछु नि। पोज अरे यता फेरि क्यामेराम्यानको पोज। कतिको चिसो रहेछ। एकजनाले बियर्सका माथि रहेछ। रेस्पोन्सिबिलिटी सबै काँधमा ल्याउने हो छोरो भएपछि। जानुहुन्न है गाइज, म ढल्दिनँ नि र, ए ढल्दिनँ नि म है। 1 2 1 2 बनाउने हो कि दिलैमा राख्ने छु। ओइ हामी चाहिँ ढिला भयो कि गाइज, ऊ जुत्ता लाउने भनेर यो साथी कुद्दै नसक्ने रहेछ नि। सिटिजन त्यहाँ छ, कुदा 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 कुदा। सबैलाई इन्ट्रोड्युस गरिदिउँ न। ऊ चाहिँ सिटिजन है, श्रेष्ठ हो नि। फेरि श्रेष्ठ कि नेपाल अरे जोसी हो, जोसिन्छ फेरि बेला बेलामा यो। अनि यो हाम्रो चाहिँ लर्ड ह्याङ राई है। लेट्स इन्ट्रोड्युस द फोटोग्राफर अफ द डे, लर्ड ह्याङ राई। या दयाङ राईको भाइ। ओके ओके नाइस। अब म त्यही भएको छु, युट्युबर पनि भइसक्यो। अल्छी गर्दैछ यहाँनिर। ट्राम ए ट्राम। यो चाहिँ हाम्रो फ्रेङ्कफर्ट ओडाको बानो, यो हाम्रो सिटीको बानो क्या। हिरो भनेर आउँदै छिर्दैछ बानो। चाहिँ हाम्रो ट्रेन कस्तो ट्राभल कस्तो भइरहेछ। कस्तो हुने, गर्मी भइरह। अब एसी छैन होला, जर्मन ट्रेन हो। अलिकति मान्दैन यो साथी चाहिँ खाँदैन हिँड्यो है। अब किन सर। हामी चाहिँ अब आइजन वेटेन पुगिसक्यो। इट लुक्स नाइस, नेचुरल ब्युटी राम्रो छ है। आज चाहिँ रमाइलो हुनेवाला छ। केटाहरू रक्सी खाएर लड्छन्, म चाहिँ यिनीहरूको ड्रामा हेर्छु है। मलाई चाहिँ त्यही मनपर्छ। रक्सी फ्याक्ट्री जानु आँटेको होइन। त्यही मनपर्छ नि। फेरि अरू लडेको बन्द भएन। एकै छैन बसमा त, ल हामी मात्रै छौँ यार। ओहो कति हान्यो फोटो पनि यहाँ लपरिरहेछ यिनीहरूको। यो सेतु सेतु होला है यिनीहरूको जोडी चाहिँ, हेर। वाउ, यहाँ चर्च छ। अनि यहाँ मान्छेहरू चाहिँ, ओहो यहाँ हेर न, यहाँ यता पोज अरे यता फेरि क्यामेराम्यानको पोज। ओ लो ले ले टिम इफोर्ट्स छ। दुईजनाले चलाइराख्नु भएको छ, अगाडिदेखि बुढीले, पछाडिदेखि बुढाले। दिस इज टिम अफ फोर। यहाँ नाइस गुड। यहीँ रहेछ बियर खाने ठाउँ चाहिँ। अब कहाँ जाँदै गरेर हामी भन त। चर्च जाँदैछौँ। यो भित्र छिर्नु दिन्छ। धेरै बोल्नु चाहिँ हुन्न कि। ओ माई गुडनेस ब्रदर, कति दामी हो। हेर न आर्ट। ओ माई फकिङ गॉड ब्रो, यो हेर्न चाहिँ आफै आउनुपर्छ यार। कस्तो लाग्यो? फर्स्ट टाइम चर्चमा छिरेको। नै म छिरिरहन्छु कि चर्च चाहिँ। म चाहिँ हिन्दू होइन, चर्च छिर्न पाउँदा रमाइलो है। सो कस्तो लाग्यो। इट्स माई ड्रिम टु भिजिट एभ्री रिलिजियस प्लेसेस। मलाई चाहिँ मस्जिद जान नि आई वोन्ट माइन्ड होइन। कुन ठाउँ। म चाहिँ लिबरल हो होइन, वेन इट कम्स टु रिलिजन। त्यो चाहिँ भेरी प्राइभेट म्याटर हो। अनि मलाई के लाग्छ भन्दा रिलिजन चाहिँ वे अफ लिभिङ हो। सो जे फुलदङ्ग चाहिँ भइरहेको नेपालमा त्यो नहोस् भन्ने चाहिँ सबैको चाहना होइन। अब सबै मिलेर बस्नुपर्छ होइन। यस्तै
जुन हिसाबले यिनीहरू अघि बढेछन् रिलिजनलाई लिएर होइन त्यसरी बन्नुपर्छ त्यसपछि मात्रै विकास हुन्छ यो हेर्नु सबै कस्तो मिलेर दामी बस्यो भने चाहिँ इट्स गुड या अब के आयो पार्कमा पार्क या ओए यहाँदेखि त कस्तो बल देखिँदो रहेछ ओए यो त अनि यहीँ सुत्दिउँ यहीँ अब बस्नु पर्छ तर बस्ने ठाउँ छैन त्यो हो जाउँ न त्यही यहाँ बियर खानु दिन्छ नि यहाँ त दिँदैन होला यहाँ गएर बस्नु एकछिन हावा खाऊ अनि जाउँला नि त ल हे मोडलको पोज हेरौँ न गाइज ओहो वाट अ पोज हेर ए मार्यो 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 जोशीले खायो आज मार्केट है ल अर्को फेरि फोटोग्राफर है वाउ केटाहरूको छुट्टै मोज छ यार ल हेर नाच्ने देखाइदिइरहेछ अब अब तिम्रो चाहिँ हेरौँ न हेर त कस्तो मजाले डिजाइन गरेर है के चाहिँ यति सानो कुलो छ है त्यही पनि यस्तो कतिवटा चाहिँ पुल छ यहाँ कतिवटा चाहिँ पुल छ यार इन्फ्रास्ट्रक्चर यस्तो बवाल छ है जता पनि आई मिन लाइक फर्कन युरोपमा आएर है यो खालको दृश्यहरू देख्नु एक किसिमको यो पनि एउटा प्रिभिलेज अनि के अरे वी आर लकी भेरी ग्रेटफुल फर दिस लाइफ होइन ह्याप्पी द्याट आई एम हियर आई एम सिइङ अल दिस ह्युमन म्यानेज थिङ ह्युमनली म्यानेज्ड इन्फ्रास्ट्रक्चर कति बवाल तरिका हेर न पुरा गार्डन पनि है दिल गार्डन भइरहेछ कहाँनिर स्याउ हो यो स्याउ हो होइन हौ यो इन्भेस्ट गरे हो के चाहिँ यस्तो हुन्छ सोल्डा यो सबै ट्याक्स मनी युटिलाइज भएको हुन्छ हाम्रो पनि ट्याक्स मनी युटिलाइज भयो भने त यस्तो चाहिँ हुने हो नि त्यही हो राइट मेन इन राइट प्लेस एट द एन्ड नियत सफा भएर काम गर्नु पर्यो अब हाम्रो ब्यालेन्सरले गर्दै हुनुहुन्छ अब हामीले टाइम दिउँ दुई तिन वर्ष दिउँ हेरौँ है त्यसपछि भएन भने अझै छन् यङ केटाहरू जस्तै जोशी साहेब हुनुहुन्छ यहाँ उहाँलाई उठाइदिन्छौँ हामी है उहाँको नियत त्यति खराब नै छैन एज अ पर्सन है त्यही हो नियत सफा अहिलेसम्म ब्यालेन्सरको छ हाम्रो मन्त्री परिषदको नियत ठिक छ अहिलेसम्म रक्सी चाहिँ खानुहुन्न है गाइस हाम्रो अब यस्तो मान्छेलाई अब पोलिटिक्समा होइन अब रक्सी होइन हौ बियर हौ बियर दिउँसै रक्सी खाने मान्छे यहाँ बियर भनेको थाहा छैन बियरको कल्चर कस्तो छ होइन खाना पाइयो ए स्टप गर्दै ल किन ए नाचेको यो सबसे बबाल स्टेप के हो थाहा सानैदेखि 1 2 बनाउने हो कि त्यो ल अब एकछिन भेटौँ है त्यही गर्नु पाउन्न यदि पाउनेमा म यहीँ पौडी खेल्थेँ यहीँ नुहाइदिन्थेँ हेर सारा बचपनको यादहरू ताजा हुन्छन् कि यस्तो देखेपछि चाहिँ नेपालमा नि यत्रै त हुन्छ है कुलो छुवा नि त पानी छुवा मात्रै न पानी छु कतिको चिसो रहेछ मुख पनि धोइदियो हो एकताल धोइन्छ अब खेदायो भने होइन खेदाउँछ 50-60 रुपियाँ फाइन मान्नु पर्यो फाइन लगाइदिन्छ गर्नु परेन भएन नि त अब यस्तो लगाएर कस्तो बवाल बनाइदिया है ए यो भित्रको हो ल ल ल कस्तो छ अरे गोदावरीको जस्तै छ नि होइन साथी ल ल ल चुरा दागो मायाको चिनो लिएर मिठा मिठा कुरा जति मनमा साथी राखेर नगरतिर ए मेरी रानी दिलैमा राख्ने छु ओ यता होइन आउँदैछु फर्की आओ यता जाऊ तिमीलाई भेट्न रमाइलो गाउँमा
यता जाउँ यो ठाउँ चाहिँ एकदम फेमस रहेछ किनकि धेरैजना टुरिस्टहरू यहाँ आएर घुम्दै हुनुहुन्छ हाम्रो बाबा मम्मीको एजको अहिले चाहिँ ग्रान्डमाहरूको एजको बियर खाने ठाउँमा आइपुग्यो बियर पाउने ठाउँमा ओ माई गुडनेस के हो यो ओ माई गॉड भन्ने हो म यो कातो फेल बियर है राइटिज छ है यहाँ चाहिँ अब केटाहरूले कुन लिन्छ त्यो जडियाहरूले कुन लिन्छ कुन तर है कति हो किड्स अरे जिन्जर बियर गाइज राटलर ओ नाइस जस्ट अल काइन्ड्स अफ बियर त्यो सङ्गत छ हाम्रो €1 100 कति 200 भन्दा 200 जति त केही नै होइन हौ जस्ट प्लास्टिकको टुक्रोलाई हालिदिन्छ न केटाहरूले 200 जति यो गर्मीमा यो चिसो तल पेटमा जाँदा त वाउ जस्ट फिल्स लाइक साथीलाई बल्ल युरोप आए जस्तो फिल भयो अरे एकजनाले बियर समातिरहेछ देखाउ त बियर खाने ठाउँ खोज्दा खोज्दै हामी अब पहाड चढ्दैछौँ म चाहिँ यति कालो छु कि अझै कालो हुन्छु आई डोन्ट केयर ट्यान्ड स्किन अनि के भन्छ अरे मलाई चाहिँ अझै कालो भए पनि झन् खुसी हुन्छु म आई लाइक क्यामेराम्यानलाई देखाउँ फोकस गरिदिउँ क्यामेराम्यान फोकस थाके जस्तो क्यामेराम्यान म अलि मोटाए चाहिँ क्यामेराम्यान अलि पहाड चढ्नु गाह्रो हुन्छ उता त फेरि हाइकर अरे कि नेपालमा अनि हाइक गरेको हो सिर्जन यता हेर जोसिएर हेर कहाँ पुग्छ कति छिटो हिँड्छ लड गर्मी भयो बियर पड्काउनुपर्छ अनि गर्मी हुन्छ ल बियर त्यहाँ छन् केटाहरू खाँदा हुन्छ म त नखाने पऱ्यो अनि जङ्गल चाहिँ वाउ नेपालकै फिल आउँछ अब के गर्नु त अब यही फिल लिनै आएन जोसिएर आएको फिल लिन आएको थाक्यो यही बेला ड्याङ्ग लाएर नुहाउनु पाएँ बल्ल मजा आउँथ्यो ल है ल कस्तो रहेछ दामी टेस्ट कस्तो हो बेस्ट द बेस्ट बियर सो फार हो मिठो लाग्यो खाऊ 1589 पियर लर्ड हानिसक्यो छैन आम्मा म खाँदिनँ भन्ने मान्छे के गर्दैछ को मैले के खाएर केही खाएको छैन मैले केही खाएकै छैन म चिप्स खान्छु चिप्स चाहिँ मेरो फेभरेट है यो चाहिँ के हो यो छेउको लडेको चिल रहेछ है म रक्सी खान्न हौ के गरे तिमी साथी यो साथीले के गरेको या एक्टिङ गरेको म ढल्दिनँ नि ढल्दिनँ नि म है जिन्दगी भन्नु के छ र यहाँ यस्तै हो होइन रमाइलो गर्ने हो हिँड्ने हो रेस्पोन्सिबिलिटी सबै काँधमा ल्याउने हो छोरो भएपछि होइन अनि 26 अल्ट्रा रमाइलो चाहिँ गर्ने हो गाइस त्यस्तो नगर न त्यस्तो नभन हामी अब भ्यू पोइन्ट जाँदैछौँ भ्यू पोइन्टदेखि लेट्स सी वाट वी सी फ्रम द भ्यू पोइन्ट ओके लुक एट दिस प्लेस जाने टाइम हो ल गाइस अब हामी चाहिँ लाग्छौँ होइन तलसम्म बस आउँदैछ अब यो रक्सी खायो जडियाले रक्सी खायो अनि ए स्टेसन नजिक छ हो कति टाइम लाग्छ यहाँ 15 मिनट ए ल एकर्डिङ टु जोसी 15 मिनट लाग्छ हामीलाई चाहिँ ट्रेन स्टेसनसम्म पुग्न जहिले पनि कुराहरूलाई पोजिटिभ नेगेटिभ मान्छे छ भने पोजिटिभली सोचौँ अनि जस्ट लेट हिम बी नेगेटिभ एन्ड आई होप ही अर सी विल गेट टु अ पोइन्ट वेयर दे रियलाइज that like there is no point in being negative in this life because life is all about having fun and life is beautiful. Yeah, it's beautiful. So yeah. Live it. So live your life. यहाँ हेर न कस्तो दामी घर छ Live your life. Live your life while you are here because this is the heaven. People have this idea of like they will get to heaven or somewhere just being whatever, but this is the heaven. Actually, you can make this place either heaven or hell, so it depends on you. So
I have billions of problems, still I am chilling in life, and he has billions of problems, he's still chilling with life. So that's how it should be. So just ignore the problem and just enjoy. So guys, अब ल ओए के हो यो क्या ट्रेन आउँदैछ कुद हो कुद के गरे मुला त्यो कुद न ल भन साथी यहाँदेखि त्यहाँदेखि यहाँ हिँडेर आउनु के चाहिँ हुन्छ ट्रेन नभएको बेलामा लङ जम्प हान्ने नि लङ जम्प होइन सर्ट जम्प यतिकै गरेर आउन सकिन्छ होइन रुल्स एन्ड रेगुलेसन फलो गर न यार साथी नेपाल होइन नि रेगुलेसन होइन एटलिस्ट त्यहाँदेखि आउने बाटो त हुनुपर्छ छ त बाटो त्यही बाटो हो क्या हामी चाहिँ कहाँ जाने फ्रेङ्कफर्ट ओडा छोडो छोडो यो बुढालाई हेलो कता हो केटाहरूले चारजनाको सिट भेटाए ल बाई बाई अब चाहिँ फ्रेङ्कफर्ट ओडा पुगेपछि भेटौँ ल भेटौँ ल बाई किन्नु आएको छौँ तर हामी तपाईँहरूलाई देखाउँदैन यहाँ के पाउँछ ल देखाउन यो के हो सबै पाउँछ यहाँ नपाउने केही छैन पैसा हो गाइस बिहान जसरी हामी यो टेकाहरूदेखि कुदिरहेको छ त्यसरी नै अब फिर्ता भइसकेको छौँ आफ्नो रुममा अब नुहाउँछौँ अनि फेरि हामी जान्छौँ एकछिन फोन चार्ज गरेर सनसेट हेर्नु सनसेट बाई गाइज